जय शम्भो। तपाईहरुलाई नेप्से एनालाइसिसमा स्वागत गर्न चाहन्छु। आज पनि म तपाईहरु सामु नेप्से र तपाईहरुले कमेन्ट गरेर बताउनु भएको स्टकको स्टक एनालाइसिस लिएर आएको छु। भोलिको दिनमा तपाईहरु कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। आज पनि नेप्से 47 अंकले घट्यो भने 12.9 अरब डलरको कारोबार भएको छ। तपाईहरु यहाँ नेप्सेको चार्टमा हेर्न सक्नुहुन्छ। लगातार 2 दिन ठुलठुलो रातो क्यान्डल बनेको छ। आज कारोबारको रकम चाहिँ घटेको छ। अब घट्दो मार्केटमा कारोबार रकम घट्दै जानुले बायरहरु अथवा सेलरहरु पनि इन्ट्रेस्टेड कम हुन लागेको भनेर हामीले भन्न सक्छौं। अब मैले तपाईहरुलाई चाहिँ यहाँ चैत 11 गतेको दिन रातो क्यान्डल बनिसकेपछि लगभग अलिकति सेल सिग्नल जस्तो आयो भन्ने टाइपले कुरा गरेको थिएँ। मैले पहिलाको भिडियोहरुमा नै तपाईहरुलाई आरएसआई को बेयरिश डाइभर्जेन्स छ, मार्केट माथि जाँदा पनि भोल्युम बढेको छैन, त्यसको बेयरिश डाइभर्जेन्स छ, मार्केटको टार्गेट धेरै हुने छैन, ट्रेन्ड स्ट्रङ छैन भन्ने कुरा जानकारी गराएको थिएँ। अब अहिले त्यसपछि मार्केट घटेर बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भन्दा माथि रोकिएको छ। भोलि मंगलबार अलिकति लो सप्लाई हुन दिनु, केही पोजिटिभिटी हुन सक्छ। भोलिको मात्र पोजिटिभिटी हेरेर भएन, पर्सि पनि बुधबार पनि मार्केट यदि बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भन्दा माथि बस्यो भने मार्केट केही स्टेबल भएको भन्न सकिन्छ। यदि बोलिङ्गर ब्यान्डबाट तल आयो भने मार्केटको चलिरहेको पोजिटिभ सेन्टिमेन्ट सिद्धियो भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। हेर्नु होला, यो बोलिङ्गर ब्यान्ड अहिले चाहिँ 2820 मा छ। यो भन्दा माथि टिक्यो भने भोलि एक दिन मात्र हैन, तपाईहरुले 2 दिन टिक्नु पर्यो है। भोलि मंगलबारमा त टिकेर हुँदैन। त्यो भयो भने चाहिँ मार्केट स्टेबल भएको हुन्छ, हैन भने पोजिटिभ ट्रेन्ड सिद्धियो भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। अर्को कुरा हेर्नुहुन्छ भने यहाँनिर एमएससीडी मा अहिलेसम्म बाइ सिग्नल भए पनि हिस्टोग्राम एकदमै घटेको छ। सेल सिग्नल आउनको लागि एकदमै रेडी छ, जोडिन लागेको स्थितिमा छ। एक दिन मार्केट अब तपाईको स्टेबल भए पनि सेल सिग्नल आउने स्थिति छ। भोलि मार्केट चाहिँ तपाईको धेरै अंक बढेन हैन, 5-6 अंक तल माथि अब जे भए पनि 5 अंक बढे पनि सेल सिग्नल आउन सक्ने स्थिति हुन सक्छ। एमएससीडी सेल सिग्नल दिन रेडी भएको छ। आरएसआई पनि लगभग यहाँनिर बेरिश डाइभर्जेन्स बनेको थियो, त्यसपछि घटेर अहिले 60 भन्दा तल आइसकेको छ, 50 को लेभलमा छ। यसले पनि अलिअलि पोजिटिभ मोमेन्टम बाँकी छ। जुन हिसाबमा बोलिङ्गर ब्यान्ड र एमएससीडी छ, आरएसआई पनि त्यही हिसाबमा बसिरहेछ। तर यो 50 भन्दा तल गयो भने पोजिटिभ सेन्टिमेन्ट सिद्धिएको नै भनेर बुझ्न सकिन्छ। तर पनि 70 भन्दा माथि गएको आरएसआई बेरिश डाइभर्जेन्स सहित घटेहा भने अब घट्ने क्रममा मोमेन्टम चाहिँ छ भनेर तपाईहरुले बुझ्न सक्नुहुन्छ। यसरी इन्डिकेटर भन्दा हामीले क्लिन चार्टमा हेर्यो भने बुझ्न सजिलो हुन्छ। अब पहिला नै यहाँ मार्केट हामीले 3000 को टार्गेट हुन सक्छ भनेको थियौं, तर जुन सरकार गठन भयो त्यसको भोलिपल्टदेखि नै मार्केट घट्न लाग्यो। सरकारले गरेको डिसिजनहरु चाहिँ शेयर बजारले अर्थतन्त्रले राम्रो मानेको छैन भन्ने कुरा तपाईहरुले बुझ्न सक्नुहुन्छ। हैन भने हाम्रो 3000 सम्मको टार्गेट हुन्छ भन्ने कुरा चाहिँ गरेको थियौं। अब सरकारले जुन टाइपको डिसिजनहरु गर्यो त्यो चाहिँ शेयर बजारले राम्रो मानेन। अब मार्केट तल घट्न लागेछ। हामीले पहिला भने 2800 र त्यो भन्दा तल आयो भने चाहिँ हाम्रो बाइङ एरिया हुन्छ। मार्केटको पहिलाको चाहिँ तपाईले हेर्नु भने यहाँदेखि यसरी हायर लोको सिरिजमा बढिरहेको मार्केट लास्ट चाहिँ 2780 मा चाहिँ लो बनाएको थियो हैन। यदि यो पाल मार्केट घट्दा 2780 भन्दा माथिबाट फर्क्यो भने चाँडै 3000 जाने चान्स हुन्छ। यदि 2780 भन्दा तल गयो भने पनि मलाई यो ट्रेन्ड लाइन ब्रेक गरेर जान्छ जस्तो लाग्दैन। त्यो भएर मार्केटै नेगेटिभ ट्रेन्डमा जान्छ भन्ने चाहिँ हैन, मार्केट कुनै लेभलबाट फर्किन्छ। तर हामीले जुन हिसाबको एग्रेसिभ र्यालीहरुको सम्भावना देखेको थियो त्यो चाहिँ छैन। मार्केट हेर्नु भने एकदम ओभरल्यापिङ हैन, स्लो मोमेन्टममा बढिरहेको छ। अब शेयर बजार लङ टर्ममा बढ्ने चीज हो। त्यो भएर कुनै न कुनै टाइम विभिन्न कारणले बढ्न सक्छ। अब हामीले अन्तर्राष्ट्रिय मार्केटको सिचुएसनहरुमा केही कुरा गर्छौं। अहिले तेलको मूल्य बढ्दो क्रममा छ हैन। अब अर्थतन्त्र महँगीको कारणले गर्दा अलिकति खराब हुने जस्तो स्थिति देखिन सक्छ। युद्ध अझै चम्किदै गइरहेको छ। त्यसको सबै स्थिति चाहिँ अहिले नेपालको सरकारले गरेको डिसिजन र नेपालको नयाँ सरकार भन्दा नि अन्तर्राष्ट्रिय परिप्रेक्ष्यको पनि यहाँ मार्केटमा प्रभाव चाहिँ धेरै नै परेको छ। तपाईले यहाँ विदेशी मार्केट हेर्न सक्नुहुन्छ। यो S&P 500 हो, गएको दिनमै 106 अंक घटेको छ हैन। तपाईले यसरी डाउ जोन्स पनि हेर्न सक्नुहुन्छ। भारतको पनि तपाईले यहाँ निफ्टी हेर्न सक्नुहुन्छ। निफ्टी आजको दिनमा मात्र पनि तपाईको एकदम धेरै नै घट्यो, 188 अंक 2% भन्दा ज्यादा भनेको निफ्टीमा धेरै नै गिरावट आछ। अब सेन्सेक्स हेर्नुहुन्छ भने आजको दिनमा 1600 अंक भन्दा ज्यादाले घटेको छ हैन। यो पनि 2% भन्दा ज्यादा घटेको छ। यो चाहिँ नेपाल हैन, अन्तर्राष्ट्रिय मार्केटहरुतिर पनि सबैतिर प्रभाव परिरहेछ युद्धको, र नेपालको मार्केटमा नि त्यो प्रभाव पनि पर्यो। नेप्सेक एनालाइसिस पछि तपाईहरुलाई टेक्निकल एनालाइसिस क्लासको बारेमा जानकारी दिन चाहे। यदि तपाईहरु चाहिँ हाम्रो नयाँ टेक्निकल एनालाइसिसको क्लासमा जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सनमा चाहिँ मेरो मोबाइल नम्बर छ। त्यो मोबाइल नम्बरको WhatsAppमा मेसेज गर्न सक्नुहुन्छ। तपाईहरु टेक्निकल एनालाइसिस सिक्न चाहनुहुन्छ भने हाम्रो क्लासहरु चाहिँ दिउँसो र बेलुका 2 टाइममा भएको छ। अनलाइन र फिजिकल दुवै क्लास हुन्छ। क्लासको लागि मेसेज गर्नु होला। स्टक एनालाइसिसमा आजको भिडियोमा हामी एनालाइसिस नेपाल लाइफ इन्स्योरेन्सको एनालाइसिस गर्न जाँदैछौँ। अर्को भिडियोमा तपाईहरु कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ
कमेन्ट गरेर बताउन सक्नुहुनेछ। एनएलआइसी को पेड अफ क्यापिटल चाहिँ 9 अरब भन्दा बढीको पेड अफ क्यापिटल छ। यो चाहिँ एउटा लार्ज क्याप स्टक नै हो हैन, धेरै क्यापिटल भएको स्टक हो। इस्युड पोलिसी पनि बढेको छ, इन्स्योरेन्स पोलिसी पनि बढेको छ। अब प्रॉफिट चाहिँ अघिल्लो सालभन्दा घटेको छ। यसको चाहिँ हामीले इन्स्योरेन्सको कोर बिजनेसहरू चाहिँ बढेकै देखिन्छ, रेभिन्यू पनि तपाईँले हेर्नुहुन्छ भने बढेकै देखिन्छ हैन। अब लगानीबाट जुन इन्स्योरेन्स कम्पनीहरूले इन्भेस्टमेन्ट गरे हुन्छ, एफडीहरू गरे हुन्छ, त्यसबाट आउने आम्दानी चाहिँ घटेको छ, तर इन्स्योरेन्सको बिजनेस राम्रै छ। अब इपीएस हेर्नुहुन्छ भने 7 को छ, बुक भ्यालु 124 को छ र यसमा हामीले डिभिडेन्ड हिस्ट्रीहरू हेर्ने हो भने राम्रै छ। यसले प्रत्येक साल राम्रै डिभिडेन्ड दिएको छ। त्यो हिसाबले इन्स्योरेन्सको मेन बिजनेस चाहिँ अहिले पनि राम्रै छ र डिभिडेन्ड पनि हेर्नुहुन्छ भने गएको सालहरूले 21% को आसपास दिएछ लगातार 2-3 साल हैन। त्योभन्दा अगाडि सालहरू पनि राम्रै दिएछ। आउने साल पनि डिभिडेन्ड दिन सक्ने एउटा राम्रो इन्स्योरेन्स कम्पनीहरू मध्ये हो एनएलआइसी। अब हामीले एनएलआइसी को टेक्निकल चार्ट हेरेर कुरा गर्छौं भने यसमा अहिले 796 प्राइसमा आएको तपाईहरु देख्न सक्नुहुन्छ। अब तपाईहरुले किन्नुहुन्छ भने यो 740 को आसपास, 740-50 को आसपास चाहिँ बाइ गर्न सक्नुहुन्छ। टार्गेट 850 को हुन्छ। अलरेडी छ भने तपाईले तल 740-50 मा गएर एभरेजिङ गर्न सक्नुहुन्छ र घटेको बेला अलिकति लोमा यो तलतिरको साइडमा आएको बेला नै बाइ गर्नु पर्यो। यो तलको सपोर्ट लाइन हो। तपाईले कम्ती हैन यो माथि र तलको बिचको एरिया भन्दा तल बाइ गर्नु पर्यो। अहिले चाहिँ बिचको एरिया भन्दा तल अलिकति आउन चाहिँ खोजेको छ। बिस्तारै तल आउँदा तपाईहरुले तातिर अलिकति एकुमुलेसन गर्ने हैन। यदि सर्ट टर्म ट्रेड गर्ने हो भने 730 मा स्टप लस राख्न सक्नुहुन्छ। तर तपाईले राम्रै स्टक भएको हुनाले तल गयो भने अझै एभरेजिङ गर्छु भन्ने हिसाबले पनि सोच्न सक्नुभयो। प्रॉफिट बुकिङ टार्गेट चाहिँ 850 मा हुने गर्छ। 850 मा गयो भने तपाईहरुले प्रॉफिट बुक गरेर निस्किन सक्नुहुन्छ, किनभने रिसेन्ट 1.5 वर्षमा चाहिँ यो प्राइस भन्दा माथि गएको छैन एडजस्टेड चार्ट अनुसार। तपाईहरु टेक्निकल एनालाइसिस क्लासमा जोइन गर्न चाहनुहुन्छ भने मलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। यदि तपाईहरु युट्युबबाटै टेक्निकल एनालाइसिस सिक्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलको प्लेलिस्टमा गयो भने टेक्निकल एनालाइसिस कोर्स भन्ने प्लेलिस्ट छ, त्यहाँबाट पनि तपाईहरुले टेक्निकल एनालाइसिस सिक्न सक्नुहुन्छ। तपाईहरुलाई यो भिडियो उपयोगी लाग्यो र अरु पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानल सब्स्क्राइब गरेर भिडियोमा लाइक, कमेन्ट, शेयर गर्न सक्नुहुनेछ। मेरो लागि केही सल्लाह सुझाव छ भने कमेन्ट बक्समा कमेन्ट गरेर दिनु होला। आजको भिडियो पुरै हेरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद। आगामी दिनमा फेरि पनि यस्तै भिडियो लिएर आउने छु। तबसम्मको लागि तपाईहरु स्वस्थ, मस्त र व्यस्त रहनुहोला। भगवान पशुपतिनाथको आशीर्वाद तपाईहरु सबैजनामा बनिरहोस्। जाने बेला सबैजनाले कमेन्टमा बम बम भोले भनेर जानु होला। भगवान भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ। जय शम्भु, बम बम भोले, हर हर महादेव, जय महाकाल, जय पशुपतिनाथ।